सुन्नुहोस् न, अनि पारस किन हुँदैनन् भने पारसलाई अन्तर्राष्ट्रिय अदालतको मुद्दा लागेको छ। कुनै पनि त्यो पर्मानेन्ट इस्युमा जाने मान्छे हावातालको मान्छे जानु हुँदैन, बुझ्नुभयो कि नै? किनभने ऊ मुद्दा लागेको छ, ड्रग्सको केस लागेको छ, त्यस्ता मान्छेले शासन सत्ता सम्हाल्न सक्दैन। यहाँ त कस्तो भने पराधमी मान्छे जानु पर्यो। अब यति भनिरहँदाखेरि धेरै मान्छेले भने कि ज्ञानेन्द्रलाई यिनले प्रस्तावना गर्न खोजे भने हामी ज्ञानेन्द्रको विरोधी हौँ। सुन्नु न, यहाँ सुन्नु, मैले नेपाल खोजिरहेको छु। किनभने ज्ञानेन्द्रले दुईवटा काम गर्नुभयो भने पूर्व राजा ज्ञानेन्द्रले, नेपालका सबै नागरिकले ज्ञानेन्द्रलाई मानेर ल शपथ मान्नुहोस्, मानिसके भने पछाडि पनि नेपालका लागि नेपाली अथवा म ज्ञानेन्द्र शाहीको एउटा दुईवटा अब्जेक्सन ज्ञानेन्द्रले क्लियर नगर्दासम्म हामी उसलाई यो पर्मानेन्ट के गर्नुपर्छ? पहिलो कुरा भनेको माघ 19 मा जो उनले कु गरे, माघ 19 मा जुन प्रजातन्त्रमाथि उनले उ गरे, त्यसको स्पष्टीकरण जवाब जनतालाई दिनुपर्छ, नम्बर 1। दोस्रो कुरा भनेको दरबार हत्याकाण्डमा ज्ञानेन्द्र दोषी भए, आज 13 वर्षसम्म ज्ञानेन्द्रलाई कारबाही किन नगरेको र ज्ञानेन्द्रलाई सुरक्षा दिएर किन राखे? राजा नेपालमा आवश्यकै छैन। सर्वप्रथम त हामी राजावादी होइन, नम्बर 1 कुरो।